अब त्यही त मलाई पहिलोचोटि परेको भयो यो म एकदमै यो सुन्ने बित्तिकै एकदमै मानसिक तनाव भएछ होइन सामान्य गरी खाएको मान्छेलाई अब तपाईँले यसरी ठग्नु भयो होइन वैदेशिक रोजगारमा मुद्दा हालिदिन्छु पैसा फिर्ता गर भनेर सिधै ठाडो मेसेज आएको छ कि अनि त्यस्तो सुनेपछि सामान्य काम गरेर खाने मान्छे एकदमै तनाव भयो के गर्ने कसो गर्ने पनि थाहा भएन कि अनि मैले चाहिँ अब आफ्नो टिकटक मार्फत अनि अब के छ भनेर मैले जापानिज उसलाई पनि होइन अब चिने जानेको अब चाहिँ उसमा टिकटकमा पनि अब मैले सहयोगको लागि अपिल गरेको थिएँ अब धेरै अब भनौँ न अब जापानमै पनि धेरै वर्षदेखि बस्नु भएको होइन उहाँहरूलाई थाहा हुन्छ भनेर धेरैलाई मेसेज गरेको थिएँ मैले कसैको पनि रिप्लाई आएन होइन अब नाम त मैले लिइनँ होइन किनभने जापानिज अब एकदम धेरै अरू कुराहरू हालिराख्नु भएको हुन्छ फेसबुकबाट पनि मैले नाम लिएर उहाँको वाट्सएपमा पनि मेसेज गरेको थिएँ म समस्यामा परेँ तपाईँले मेरो आवाज राखिदिनु पऱ्यो भन्ने मात्रै गरेको थिएँ मैले अरू त सहयोग त किनै मागेर होइन अनि अर्को एकजना पनि अब वकिल हुनुहुन्थ्यो होइन उहाँलाई पनि मेसेज गरेँ उहाँले पनि के पनि उहाँबाट मेसेज सिन भयो रिप्लाई आएन होइन मानसिक तनाव छुट्टै छ केही एउटा आशा हुन्छ समस्या परेको बेलामा उहाँहरूले के पनि गरिदिनु भएन अब आफै अब यो टपिक पनि जापान सम्बन्धीको टपिक थियो हामीले जस्तै मान्छेहरूलाई चाहिँ अब सजग हुनलाई नलेज अलिकति हुन्छ नि के ज्ञान मिलोस् अब प्रिभेन्सन इज बेटर देन क्युर भन्ने हुन्छ होइन यो समस्या भएर त्यो समस्याको समाधान हुनुभन्दा अगाडि नै रोकथाम गर्नु बेस्ट हुन्छ भनेर हामी त्यस्तो खालको कन्टेन्टहरू हामीले बनाएर आउँछौँ जुन घटिरहेको घटनाहरू नै हो होइन अनि जस त्यो हेर्नुभयो अनि त्यसपछि मेसेज गर्नुभयो त्यो हेरिसकेपछि अनि मैले यो जापान सम्बन्धी उहाँले चाहिँ त्यो राख्नु हुँदो रहेछ कुराहरू भनेर अनि मैले हेरेर तपाईँहरूलाई मेसेज गरेको तपाईँहरूले मेसेज पनि रिप्लाई गर्नुभयो खुसी लाग्यो होइन रिप्लाई हामी एभ्री पर्सनको रिप्लाई गरिदिएर आउँछौँ मान्छे जस्तो समस्या पनि हुनसक्छ होइन अब कतिपय कुरा हाम्रो क्षमताभन्दा बाहिरको कुरा पनि हुन्छ अब त्यो छुट्टै कुरा अब सक्ने हामीले चाहिँ सहयोग गर्नुपर्छ है भन्ने हाम्रो 3 जनाको टिम छ होइन त्यही उद्देश्यले चाहिँ सब गरेर हामीले मेसेजहरू चाहिँ रिप्लाई गरिदिएर आउँछौँ जसको पनि त्यसपछि चाहिँ अब कतिपय कुरा डिटेल कुराहरू हुन्छ हाम्रो क्षमताभन्दा बाहिर कुरा हुन्छ त्यो हुँदैन जस्तै हामीले कसै जापानिज भाषा त्यो पनि भयो मैले अरूलाई पनि गरेको थिएँ अब उहाँहरूबाट आश थियो जे अब समस्याको समाधानै त उहाँले गरिदिनु हुन्थेन पक्कै पनि मेरो आवाज राख्ने एउटा चाहिँ मेरो माध्यम मात्रै बनिदिनुहोस् भन्न खोजेको थिएँ होइन मैले चाहिँ नामै लिएर अनुरोध पनि गरेको थिएँ अब उहाँहरूले कसैले मेसेज रिप्लाई गरिदिनु भएन होइन तपाईँहरूले रिप्लाई गरिदिनु भयो धेरै धेरै खुसी छु यसको लागि तपाईँको टिम अस्तिको हप्ता तपाईँको समस्याको समाधान पनि चाँडै होस् होइन यसपछि पनि केही त्यस्तो अप्ठ्यारो आएर हामीले सक्ने केही सहयोगहरू छ भने चाहिँ एकदम फिल फ्री गरेर होइन केही नमानेर भन्दा हुन्छ हामी चाहिँ आफूले सक्ने चाहिँ जति पनि सहयोग गर्न रेडी छौँ है हस् हुन्छ हस् थ्याङ्क यू हस्